कम्युनिस्टहरूको बीचमा, सच्चा कम्युनिस्टहरूको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रूपले बढेको छ भन्न चाहन्छु म। अहिले देशमा जसरी वैदेशिक पुँजीपतिहरू, साम्राज्यवादीहरूको विभिन्न किसिमको हस्तक्षेप बढ्दै गएको छ र देश राष्ट्रिय रूपमा पनि निकै अप्ठ्यारो ठाउँमा आइपुगेको छ र भर्खरै सम्पन्न निर्वाचनमा कम्युनिस्टहरूलाई सखा पार्ने रणनीति अन्तर्गत जे जस्ता खेल भएका छन् ती सबै अझै सतहमा आएका छैनन् भन्ने मेरो भनाइ म राख्न चाहन्छु। ती समय कालसँगै के भएका थिए पर्दाभित्र भन्ने कुरा आउँदै जाला, त्यसको अध्ययन हुँदै जाला, अनुसन्धान पनि हुँदै जाला। तर एउटा के तथ्यमा भने हामीले शङ्का गर्नु पर्दैन भने कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठुलो डिजाइन अन्तर्गत लागि परेका छन्।